हजुर बिरामी भएको चाहिँ कसरी बिरामी भएको चाहिँ कसरी भनेको ऊ बिरामी चाहिँ कसरी भयो भने ऊले आफ्नो आमाको माया पाएन अनि त्यसपछि यो सडकको छेउमा चिसो खाएर बस्यो है अनि त्यसपछि उसले खानेकुराहरू खान पाएन हैन राम्रो कुराहरू गुड खाना हुन्छ नि हेल्दी खाना खान पाएन त्यसपछि ऊ बिरामी भयो म भोलि बिस्कुट बिस्कुट ल्याइदिनुहुन्छ हस् थ्याङ्क यू है ल्याइदिने बाबाले प्लानिङ घुमाउनु हुँदैन आज एक दिन मात्रै हो बाबालाई भन्नु न कहिले काहीँ म प्लानिङ आउँछु त्यतिखेर कुकुर राख्छु है हस् म बिस्कुट लिएर आउँछु हस् बाई बाई